right. Hello. How are you? Very beautiful. No doubt. No doubt. अब मेरो स्वयंको बाल नबनाउन गइरहेको छु म तपाईहरु पनि धेरै फर्स्ट अफ अल चाहिँ हामीले चाहिँ आफ्नो कपालमा भएको क्लिपहरुलाई अथवा अरु फरेन मटेरियलहरुलाई चाहिँ यसरी हटाउने त्यसपछिबाट यस्तो कलर यस्तो चाहिँ हामीले पाउन सक्छौँ मार्केटमा जे पनि भन्छ तपाईहरु गुगलमा गएर सर्च गर्नु होला मलाई पनि एक्ज्याक्टली थाहा छैन हैन यो किनलाई चाहिँ यसरी लिने अनि गोजीमा राख्ने पोस्टरमा हैन त्यसपछिबाट आफ्नो कपाललाई चाहिँ पछाडि फर्किनु त्यसपछि तपाईहरुले आफ्नो कपाललाई पनि यसरी राख्नुहुन्छ धन्यवाद यहाँसम्म तपाईहरुले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद त्यसलाई सर्कल यस्तो गोलालाई त डायमिटर भन्छ हैन यहाँदेखि यहाँसम्मकोलाई डायमिटर हो क्या त्यो 30 को भयो नि त यहाँ यत्रो भइगयो नि त नि काँक्रा त्यही त मन त्यस्तो छ यो चाहिँ 30 भनेको यत्रो हुन्छ हैन यत्रो हुन्छ मेरो चाहिँ भावी दिनहरुमा हैन कोदोमा चाहिँ रिसर्च आउन सक्छ तपाईहरुले चाहिँ हेरेर बजार राम्रो छ होला नि हैन वेल सिटको राम्रो छ नि तर म बरासत्र काम गर्ने नेपालमा सबैभन्दा धेरै के अरे खेती गर्ने भूमि मात्रै बराक्षेत्र र त्यो के कोशी गाउँपालिका अलिक थोरै छुन्छ त्यति हो तर पछि अहिले चाहिँ के भयो भने त्यो धान्या कम्पनी छ नि हामी के भयौँ भने परनिर्भर भयौँ क्या सब अनि हाइब्रिड सिड आउँथ्यो अनि हामी बराक्षेत्र नगरपालिका कृषि विकास शाखाले चाहिँ धेरै हामीले त्यो 50%मा चाहिँ उपलब्ध गराउँथ्यौँ अनि त्यो चाहिँ कस्तो केस भइदियो भने धान्या कम्पनी जब त्यो हैदराबादमा उत्पादन हुन्छ सूर्यमुखी बिउ सिडहरू त्यहाँनिर उत्पादन हुन्छ होइन किन त्यहाँ किन उत्पादन हुन्छ भने त्यहाँनिर त्यो गड गिफ्टेड उयो छ क्या त्यति बेला यो भिन्नतिर लाग्ने हुन्छ नि त्यो खाना त्यसको कारणले गर्दाखेरि कम उत्पादन हुन्छ त्यो हैदराबाद चाहिँ त्यस्तो राम्रो अनि त्यहाँ चाहिँ एकपटक बाढी गयो क्या अनएक्सपेक्टेड बाढी गयो त्यति बेला धान्य कम्पनीले जुन जति सिडहरू चाहिँ प्रोडक्सन गर्ने त्यो खतम भइदियो अनि त्यो कारणले गर्दाखेरि मन पराएको थियो किसानले अनि तोरी खेती वात्तै घट्या थियो अनि त्यो धेरै हुन्थ्यो धेरै अब जोस् के अरे कोशी प्रदेशको कृषि मन्त्रालयतिर पनि हाम्रो त्यहाँबाट धेरै जान्थ्यो क्या त्यहाँको उहाँले चाहिँ कर्मचारी त्यो मन पराउँथ्यो सबै एक किसिमको तोरीको भन्दा राम्रो चाहिँ त्यो सूर्यमुखीको भन्ने चलन थियो नि होइन तर सूर्यमुखीको बढी छिटो रेन्सिडिटी हुन्छ भन्ने थाहा छ नि है अफ्लाटक्सिन छिटो जेनेरेट गर्छ त्यसको त्यो फाइदा त्यो छ तर मिठो राम्रो त्यो हो
अनि अर्को के रहिदियो भने त्यति गइसकेपछि त्यो धान्य कम्पनीको किसानले खोजेपछि व्यापारीहरूले के गर्यो भने धान्य कम्पनीको प्याकेजिङमा डुप्लिकेट डिपी भनेर डुप्लिकेट प्याकेट किसानलाई दियो, किसान ठगियो। अब 32वटा 42वटा यत्रो ढुङ्गा लाग्दिने क्या, त्यो चाहिँ के भयो भने त्यो चाहिँ फाइनमा राखेको चाहिँ लिएर लगाइदिन्छ क्या, प्याकिङ गरेर रिप्याक गरेर दियो। अनि त्यसले गर्दाखेरि किसानले त्यो सूर्यमुखीदेखि विमुख भयो, रिप्लेसमेन्ट क्या होइन, एसआरआर भन्छ त्यो चाहिँ क्या। अनि त्यो कारणले गर्दाखेरि त्यो पनि त्यही सम्झेछन्, मूल्य हो नि त, 3 वर्षलाई काम दिन्छ, सेल्फ पोलिनेटरी पनि हो, क्रप होइन त्यो ऊ पनि। अनि त्यही राख्नु नि भनेको त्यो राखेन। अनि अब अहिले यो साल अब यहाँ सूर्य सरले खोज्नु भएको छ, मलाई खोजिराख्नु भएको छ काटाहरू। अनि तोरीमा अब तपाईँको के लागेको छ, तोरीमा कबरुट भन्ने सुन्नुभएको छ नि, कबरुट देखा परेको विश्वमा एकपटक समस्या भएको होइन गाँसेको। त्यो चाहिँ 20औं वर्षसम्म पनि त्यो त्यतिकै बस्न सक्दैन होइन। अनि त्यो कारणले गर्दाखेरि अब जुन हाम्रो तोरीहरू छ नि, तोरी भयो, रायो भयो, सर्सिङ भयो, यिनीहरू प्रोडक्सन घट्छ। त्यसको विकल्पमा हामीले के दिन सक्छौँ भन्दाखेरि सूर्यमुखी दिन सक्छौँ। अनि सूर्यमुखी दिन सक्दाखेरि अब त्यसको विचार गरियो भने त्यसमा समस्या नहोला भन्ने होइन। अनि अब के अरे सुनसरी के अरे हाम्रो त्यो पेरिफेरीमा मधेसदेखि लिएर माथि 2380को पेरिफेरीमा त्यहाँ पनि सूर्यमुखीको धाएको देखेको छ। किनभने त्यसको भेरिएसन पनि राम्रो, तोरीहरू तोरीहरू पनि हुन्छ नि त, पाहाडमाथि पाहाडदेखि तल गर्ने सिजन फरक हुन्छ होइन। त्यो यतातिर चाहिँ असोजतिर लाउनु पर्छ, असोज कार्तिक मौसी होइन, जाडो होइन, फागुन चैततिर हार्भेस्ट गर्ने गरी पनि यतातिर हामीले लाउन सकेको हो। अब अहिले लगाएको चाहिँ हामीले कस्तो हुने भने ठ्याक्क साउन्ड भयो। फर्टिलाइजरमा अब फर्टिलाइजरको केस हेर्ने भने चाहिँ मेरो अनुभव चाहिँ के छ भने बढी फर्टिलाइजर लाग्यो भने चाहिँ वात्तै ठुलो बोट आउने, अनि अग्लो बोट भइसकेपछि ठुलो त्यसको ठुङ्गा फुल्ने, अनि ठुलो भइसकेपछि के गर्छ भने एउटा त अग्लो भएपछि ढल्छ होइन, अभियसली ढल्ने भयो। अर्को चाहिँ ठुलो थुङ्गा भइसकेपछि के हुन्छ भने अब त्यो रेफ्लोरेटमा चाहिँ के अरे ऊ लाग्दैन, सिड लाग्दैन, डिसफ्लोरेटमा जति छ त्यसमा चाहिँ लाग्छ क्या। त्यो डिसफ्लोरेटहरू चाहिँ बिचकोहरूमा चाहिँ पुरै त्यो चिम्सो हुन्छ, एउटा भैलो हुँदैन। अर्को चाहिँ वेल कन्टेन्ट हुँदैन, ठुलो दाना हुन्छ तर वेल कन्टेन्ट कम हुन्छ। त्यही भएर के गर्नु पर्यो भने ठिक्कको मात्रै लगाइयो भने त्यसको वेल कन्टेन्ट कति जान्छ अनि त्यस पछाडि हामी तपाईँ हामीलाई के थाहा छ भने चौडा पातेहरूलाई चाहिँ के चाहिन्छ, सेन्सिटिभ बोरन सेन्सिटिभ होइन होइन, लामो पातेहरूमा पनि बोरन सेन्सिटिभ हुन्छ। तर कुन बेला हुन्छ भन्दाखेरि जुन के अरे पोलिनेसनको टाइममा पोलिन डेभलप हुँदैन त्यो पोलिन लिएकोमा चाहिँ के गर्नुपर्छ भने रिसर्च गर्ने लिएर पैसा तिरेर बरु त्यहाँ प्रोडक्सन
यसरी हेलो गाइज फेमस भाइरल Wow, so beautiful.